आईसीपी आइडियल कस्टमर प्रोफाइल तपाईको व्यवसायको तपाईको उद्यमशीलता तपाईको प्रोडक्ट र सर्भिसको एन्ड कन्ज्युमरहरुको डिटेलिङ्स म्याट्रिक्स एनालाइसिस जसबाट निस्किनेछ तपाईको व्यावसायिक ग्रोथको एउटा महासूत्र 21 दिनको महाअभियान लर्निङ फर सक्सेस डे 50 मा तपाईहरु सम्पूर्णलाई हार्दिक स्वागत व्यक्त गर्दछौं। लगातार 14 दिनदेखि चलिरहेको यो व्यवसायको महाअभियानको आज हामी 15औं दिनमा आइपुगेका छौं। 15 दिनमा आज हामी आईसीपी अर्थात आइडियल कस्टमर प्रोफाइल यसलाई हामीले आइडियल क्लाइन्ट प्रोफाइल पनि भन्ने गरिन्छ। यसको बारेमा आज हामी डिटेल्स कुरा गर्नेछौं। सुरुवातमा बुझौं हामीले आईसीपी के हो त? आइडियल कस्टमर प्रोफाइल आइडियल तपाईको व्यवसायको महत्त्वपूर्ण कस्टमरहरुको बारेमा डिटेलिङ्स गरेको एउटा प्रोफाइल एउटा म्याट्रिक्स एउटा एनालाइसिस गरिएको म्याट्रिक्स हो। तपाई व्यवसायलाई ग्रोथ गर्न चाहनुहुन्छ, तपाईको उद्यमशीलता र व्यवसायलाई हाई लेभलमा तपाई अगाडि बढाउन चाहनुहुन्छ, तपाईको सेल्स बढाउन चाहनुहुन्छ भने तपाईको लागि आईसीपी एकदमै महत्त्वपूर्ण छ। आईसीपी क्रिएट गर्नु हो तपाईको बिजनेस म्याट्रिक्सलाई एनालाइसिस गरेर तपाईको एन्ड कन्ज्युमरको बारेमा डिटेलिङ गरेर आईसीपी क्रिएट गर्नु एकदमै महत्त्वपूर्ण हुन्छ। आज हामीले आईसीपी के हो र यसलाई हामीले कसरी व्यवसायमा लागू गर्न सकिन्छ र व्यवसायको ग्रोथ गर्न सकिन्छ भन्ने विषयमा रहेर तपाईहरुसँग कुराकानी गर्दैछौं। हामीले हाम्रो व्यवसायलाई ग्रोथ गर्नका लागि, हाम्रो उद्यमशीलतालाई विकास गर्नका लागि, हाम्रो प्रोडक्ट र सर्भिसलाई एन्ड कन्ज्युमरसँग डिटेलिङ रूपमा एन्ड कन्ज्युमरलाई प्रयोग गर्नलाई एट्र्याक्ट गर्नका लागि सबैभन्दा महत्त्वपूर्ण भनेको चाहिँ आईसीपी हो। हामीले आईसीपी कसरी क्रिएट गर्ने अथवा हामीले आईसीपी कसरी थाहा पाउने भन्ने हुन सक्छ। तपाई प्रोडक्ट अथवा सर्भिस लन्च गर्दै हुनुहुन्छ, कुनै प्रोडक्ट अथवा सर्भिस भने तपाईका लागि आईसीपी क्रिएट गर्नु अथवा थाहा पाउनु अथवा यो हुन सक्छ भनेर तपाईले आईसीपी को बारेमा प्लानिङ इमेजिनेसन गर्नु एकदमै महत्त्वपूर्ण हुन्छ। यदि तपाई प्रोडक्ट र सर्भिस लन्च गरिसक्नु भएको छ, तपाई व्यवसायमा हुनुहुन्छ, उद्यमशीलताको मार्केटमा हुनुहुन्छ भने तपाईका लागि आईसीपी झनै धेरै महत्त्वपूर्ण हुन्छ। किनभने तपाईको व्यवसाय कता जाँदैछ त? तपाईको व्यवसाय कसले प्रयोग गर्दैछ त? तपाईले वास्तवमा सुरुवात गर्न खोजेको कुरा प्रब्लम सल्भिङ अथवा तपाईले कुन नेडलाई एनालाइसिस गरेर त्यो नेडलाई फुलफिल गर्दै हुनुहुन्छ अथवा कुन प्रब्लम सल्भ गर्दै हुनुहुन्छ एक्चुअलमा त्यो एन्ड कन्ज्युमरले पाएको छ या छैन भन्ने कुरा पनि आईसीपीले क्रिएट गर्छ। यसलाई हामीले कसरी क्रिएट गर्ने त हाम्रो व्यवसाय ग्रोथमा भने सबैभन्दा पहिला तपाईलाई आईसीपी थाहा छैन के हो, तपाईको आइडियल हैन कस्टमर प्रोफाइल क्लाइन्ट प्रोफाइल हैन के हो भन्ने तपाईलाई थाहा छैन भने तपाईको लागि जान्नुपर्ने कसरी हो भन्ने हुन सक्छ। सुरुवातमा तपाईको व्यवसाय तपाईको प्रोडक्ट र सर्भिसलाई प्रयोग गर्ने ती एन्ड कन्ज्युमरहरुको बारेमा डिटेलिङ एनालाइसिस गर्नु, तिनीहरुको सबै डिटेल्स लिने, इन्भाइरोमेन्टल फाइनान्शियल सबै ब्याकग्राउन्डहरु सबै डिटेलिङ्स लिनु, के गर्दैछ त्यो सबै लिइसकेपछि अब तिनीहरुलाई एनालाइसिस गर्न थाल्नु। तपाईको प्रोडक्ट र सर्भिस उनीहरुले किन खरिदिरहेका छन् त? हो तिनीहरुको के ट्रेन्डलाई फलो गरिरहेका छन् त? तपाईको प्रोडक्टमा के एउटा कुरा युनिकनेस अथवा फरक छ अथवा के कुराले गर्दाखेरि उनीहरु तपाईको प्रोडक्टमा चाहिँ एट्र्याक्ट भइरहेका छन् त्यो कुरा चाहिँ तपाईले अब एनालाइसिस गर्नु छ। एबीसीडी छ, एबीसीडी सँग एनालाइसिस गर्दा के हुन सक्छ भने सबैको कमन पोइन्ट के हुन सक्छ भने यो क्वालिटी राम्रो छ, यो प्रोडक्ट यो चिप एन्ड बेस्ट पनि छ, सस्तो पनि छ, यो समयमा चाहिँ डेलिभरी पनि हुन सक्छ, यो हाम्रो ठाउँमा इजिली एभाइलेबल हुन सक्छ हो। यो सबै कुरा अनि यिनीहरुले जहिले पनि ग्राहकका सन्तुष्टिका लागि बाइ वन गेट डिफरेन्ट खालको अफर भनेको तपाईको कन्ज्युमरले किन तपाईको प्रोडक्टलाई प्रयोग गरिरहेका छन् भनेर थाहा पाइसकेपछि तपाई थाहा पाउनुहुन्छ कि तपाईको प्रोडक्ट वास्तवमा तपाईको प्रोडक्टका आइडियल कस्टमर को हुन् त? आईसीपी भनेको त आइडियल कस्टमरलाई थाहा पाउने हो नि त, आइडियल कस्टमरको बारेमा डिटेलिङ्स लिने हो जसले गर्दाखेरि तपाईको बिजनेसलाई ग्रोथ गर्न सक्नुहुन्छ। तिनै कस्टमरको बेसमा रहेर तपाईले आफ्नो प्रोडक्ट र सर्भिसलाई चाहिँ अपडेट गर्न सक्नुहुन्छ। यो क्रिएट गर्दै गर्दाखेरि के हुन सक्छ भने तपाईको टोटल मानव 500 कस्टमरहरु मध्ये तपाईको 400 आइडियल कस्टमर छन् र 100 कस्टमरहरु चाहिँ के छन् तपाईसँग प्रोडक्टमा छ तर त्यो एक्चुअली तपाईको आइडियल कस्टमर होइन भने तिनको लागि तपाईको प्रोडक्ट फिट भएको छैन होला अथवा तपाईले तिनका लागि चेन्ज गर्ने अथवा 400 का लागि त्यसलाई अपडेट गरेर लैजान सकिन्छ। हो यो डिटेलिङ चाहिँ आईसीपी ले थाहा हुन्छ। त्यो कारणले गर्दा तपाईको व्यावसायिक ग्रोथका लागि आईसीपी क्रिएट गर्नु एकदमै धेरै महत्त्वपूर्ण हुन्छ। आजको भिडियोमा हामीले आईसीपी को बारेमा तपाईहरुसँग डिस्कस गर्यौं। थप नेक्स्ट भोलि फेरि हामी 5 बजे तपाईलाई अर्को एउटा व्यवसायको बारेमा व्यावसायिक सूत्रको बारेमा तपाईहरुसँग कुरा गर्दैछौं। आजको लागि तपाईहरुले हामीलाई यतिन्जेलसम्म सुनेर हेरेर साथ दिनुभयो तपाईहरु सम्पूर्णलाई धन्यवाद। यो भिडियोलाई लाइक शेयर सब्स्क्राइब गर्न भने नभुल्नु होला, च्यानललाई सब्स्क्राइब पनि गर्नु होला र यो भिडियोलाई कमेन्ट गर्नु होला, धेरै भन्दा धेरै साथीहरुलाई शेयर गर्नु होला भन्ने अनुरोध गर्दै 14 दिनसम्म आएका सबै भिडियोहरु चाहिँ हाम्रो युट्युब च्यानलमा छन्, तपाईले हेर्नु होला र प्रतिक्रिया दिनु होला भन्दै आजको लागि अनि हामी बिदा हुन चाहन्छौं। धन्यवाद।